पाथिभरा माताको दर्शन गरिसक्यौँ हामीले। पानी परेर बिजोग छ यहाँनिर। जाडो चाहिँ लागेको छैन है। उता हुसै लागिरहेछ पुरै। जाने हो त आन्टी? चल्दिउँ? आमा उता चिप्लिन्छ एकचोटि म यहाँ चिप्लेको छु मलाई याद छ। यसो मात्र नि सब मलाई भेडाइदिएको छैन ल मेरो हातमा त चिप्लिन्छु भने म। आन्टी कता त होला जम 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 छिटो कुदौ भिजिन्छ अहिले यहाँ। लाली गुराँस कता जाने हो? कता जाने हो? यता के यताबाट जाने? भिजिन्छ त हौ हामीले त छाताको व्यवस्था नलिएर आएर त यहाँनिर। यहाँनिर एकचोटि म यहाँनिर आएर चिप्लाउने बेलामा यहाँ अब चल नजाने आन्टी छोडिदिनु जाडोमा। लुगा चेन्ज गर्ने ठाउँै रहेन रहेछ। लुगा चेन्ज गर्ने ठाउँ उता जाऊँ न उता वहाँ त मान्छे त वहाँ यसरी जाऊँ न। ए तँ आर गार्डनबाट छिरेको होला सायद कि यहीँबाट तल छिर्यो। उता माथि माथि जानु पाउँछ त वहाँ छ त ठाउँ। गइरा फेरि फेरि आउनु हुन्न त। यताबाट जाउँ त सायद यताबाट। यताबाट जाउँ। वहाँबाट पनि बाटो छ तर चिप्लिने भने त यताबाट जाऊँ न। आउँछु कता कता जाने। म गएर बुलुक्कै छेउमा गएर यहाँबाट कहाँ छ छिर्ने ठाउँै छैन यहाँ। यो खाऊ खाने भाइ एउटा फाइनल खाऊ न आन्टी खाने अलिकति। विकट ठाउँमा भगवानलाई उत्पत्ति हुनु पर्यो। यहाँबाट सर 5 वर्ष अगाडि पनि म यहीँ आएर के अरे यसरी नै गएको थिएँ। चिप्लिन्छ जस्तो छ यहाँबाट चढ्ने चाहिँ। गुराँस फुल्यो आहा कस्तो राम्रो फुल टिप्न पाए पनि हुन्थ्यो। ओ यता यता जाउँ न यता 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 यहाँ चाहिँ फुली